हामी नेपालीको बानी चाहिँ कस्तो भने अब हिउँ परो भन्ने बित्तिकै चाहिँ एकदम डेन्जर तरिकाले हिमालमा गइदिने हैन अनि त्यहाँ फस्यो भने चाहिँ सरकारले उद्धार गरेन भनेर रुने अनि कर्फ्यू लागेको भनेर सरकारले जब घोषणा गर्छ अनि कस्तो हुँदो रहेछ त कर्फ्यू लाग्दा भनेर चोकमा जाने हेर्ने ओर्ने अनि बाढी आयो भने ओहो कस्तो हुँदो रहेछ बाढी भन्दा हत्तन त पुलमै गएर बस्ने फेरि पुलमा गएर बाढी हेर्ने भिडियो खिच्ने बनाउने त्यसैले त भनेको त हामी यस्तै त हो नि ब्रो भनेर होला हैन बमहरू राखेको छ फलानामा तता छ भने त बस्केको भात छोडेर हातमुख धोएर घर के चाहिँ रहेछ त बम कस्तो चाहिँ हुँदो रहेछ त कसरी पड्किँदो रहेछ त भनेर हेर्ने बानी चाहिँ सायद वीर नेपाली भएको कारणले होला वाह वाह विजयजी कांग्रेचुलेसन बोलेर सही बोलेर कुरो गर्छ विषयमा भनेर कुरो गर्छ यहाँ सरकारले जहाँ नजानु भनेको छ त्यहाँ जाने हैन अनि पछि अप्ठ्यारो पर्छ के हुन्छ अनि सरकारले हेरेन भन्ने राम 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 के बोलेर मरेको यो पहिलो नम्बरमा आफू जिम्मेवारी बन्नुपर्छ अनि त्यसपछि बाँकी रहेको कुरा सरकारले गर्छ